आदरणीय दर्शकहरू, गवाई च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। यहाँहरूले यस च्यानलमा मनोरञ्जनका कुराहरू नभेटाउलान्, तर अन्धकारको माझमा अचानक उज्यालो ज्योति भेटाए चाहिँ दुःख, कष्ट, रोग, बिरामी, पीडा, चिन्ता र निराशा भएको बेलामा एउटा जीवित आशा, सत्य मार्ग, सत्य गवाही र मुक्तिको कथालाई अवश्य यहाँहरूले भेटाउनुहुनेछ। यस च्यानलमा राखिएको गवाईलाई सुरुदेखि अन्तिमसम्म हेरेर सुनेर आत्मिक लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछु। जय मसियामा। जय मसी। हजुरको शुभ नाम? मेरो जमुना रुम्म हो, मेरो बुढो चाहिँ गलान हो, म चाहिँ रुम्म हो। हजुरको उमेर कति भयो? मेरो उमेर म जान्दिनँ, 60 र 8 वर्ष गाबरी भन्नुहुन्छ जान्नेहरूले। मैले जान्दैन, यति मैले उगाएको जान्दिनँ। 80 वर्ष जति हुनुभएको रहेछ होला नानी। अनि हजुरको परिवारमा को हुनुहुन्छ? परिवारमा मेरो साइलो छोरो घर परिवार, म त्यो विश्वास गर्ने चाहिँ मेरो 2टी छोरी, साइलो छोरा, एउटा 2टा नातिनी, एउटा नाति। बुहारी चाहिँ भक्ति सिक्दिएको छैन, बुहारी उनी जान्छ चाहिँ। हजुरको बसोबास चाहिँ कता छ अहिले? यो मेरो यो जम्मू चौधरा भन्ने यो कहाँनिर त? हेटौँडातिर हो? हेटौँडा नगरपालिका। वार्ड नम्बर कति हो थाहा छ हजुरलाई? वडा नम्बर 3। अहिले कुन चाहिँ जाँदै हुनुहुन्छ? म नेपाल स्वतन्त्र दर्शन मण्डलमा गएर सर जानुभन्दा अगाडि येशूलाई विश्वास गर्नुभन्दा अगाडि हजुरको जीवन कस्तो थियो? अलिकति बताइदिनुहोस् न। मेरो जीवनमा धेरै नराम्रो आउँथ्यो नानी। मेरो जीवनमा म प्रभु यीशुलाई मैले चिन्न सकिनँ। त्यो बेलामा नचिनेर म हेटौँडा त्यो आचार पूजा गर्ने भोग्ने गरेर म हेटौँडा पदमपुरी जहाँ पनि पुग्यो, म मनारी पुग्यो, जहाँ पनि पुग्यो। बजारमा जानुभएको कि कतै मन्दिरतिर जानुभएको? बजारको मन्दिरमा यो के भन्छ, बजारको मन्दिर मुनि जान्छ, गुरु भन्छ, त्यो गुरु भन्ने ठाउँमै जान्छ, माता भन्छ, माता ठाउँमै जान्छ। त्यो गरे पनि नभएर म यो सनन्डारमा कति मनारबाट कति दायो, कति आयो, कति डोल्यो, मलाई केही भएन। घरको जङ्गली लगायो, मेरो सबै कुरो छैन नानी। हाम्रो परिवार मात्रै थाहा छ, कसैलाई थाहा छैन। सबै म गरिब हो, सबै सक्यो। मेरो एकचोटि झक्क मात्रै थियो। के भएको थियो? मलाई कहिले टाउको दुख्ने, कहिले ज्यान पोल्ने। म जाडो महिनामै म आगो ताप्नु पाउँदैन, जाडो महिनामा घाममा बस्नु पाउँदैन, ज्यान सबै पोल्ने। आज यति खायो भने त्यो 10 दिनसम्म त्यो खाने गनाउने। मलाई खाना चाहिँ पटक्कै खानु मन नलाग्ने। त्यस्तो हुँदा घरको देउरे वर्षै त्यो लप्ठाबाहरू त नजिक हुनु, त्यो बाह्र चिल्लोको वर्षै पछि देउदो बनायो। मैले सकी खुट्टै टेके पनि देउदो बनायो, त्यसले पनि के भएन। त्यस्तो हुँदा म यो सत्सङ्ग हो कि के हो, यो झुट्टो शिष्यमा म मनारदेखि दाएर आयो। त्यहाँ पनि गयो, 3 महिना जति गयो। यस्तो बुझ्दाखेरि नानी त्यहाँ चाहिँ अब पैसा दायो, जङ्गली लगायो, भएन। म पछि दिदी त म 10 वर्ष नानी, म 10 वर्षमा म बिरामी हुँदै जान्छन् थालामा म पछिदेखि म ओछ्यानबाट
म उठ्नु नसकेर म घिसारेर म पहिले जान्दैन म घिसाएर हिँडेँ कि मलाई जङ्ग्रीले पनि माया मार्यो, मातल पनि माया मार्यो, गुरुले पनि माया मार्यो, मेरो माया मारेको सबैले माया मार्यो जीवन। मेरो प्रभु पाएर मैले अहिले म 7 वर्ष भइसक्यो। मलाई मर्छ भनेको मान्छेहरूले विदेश आफ्नो मान्छेहरू विदेश थियो नि त्यही बेलामा ए मर्छ अब यसो आएर बाँच्दैन भने विदेश भोलि पुगेर यो मर्छ भनेर मलाई ग्राफ मातेले नानी मलाई ग्राफ पनि काटेर दिएन कि मेरो अगाडि ए फुबु यसपालि मरेन भने कति हो वर्ष आयो छ नाता पनि बस्नु म बस्छु भन्ने भने तपाईँ बस्नु पाउँदैन भनेर मलाई ग्राफ पनि काटेन कि त्यो बेला म विश्वास गरेको छैन। कसले चाहिँ त्यस्तो भनेर बस्न पाउँदैन? त्यो माताले गुरु भन्ने चाहिँ उल्लु भन्ने नारी समाउँदो रहेछ। नारी समाज है मलाई माया यसपालि आमा तपाईँ बाँच्दैन। कति मान्छेले मलाई माया मार्यो, कति मान्छेले माया मार्यो। त्यो माताले र यो महिनामै हुँदैन ग्राह काट्न। फेरि अर्को महिना आयो, त्यो महिनामै नानी मलाई ग्राह काट्दैन, मर्छु भनिसक्यो, ग्राह काट्दाखेरि न मलाई निको हुन्छ कि मलाई राम्रो हुन्छ कि भनेर महिनै पछि फोन गरेर सोध्यो महिनै पछि हुँदैन। मरे मर्छ मरे मर्दैन भनेर मेरो पाते फोन नम्बर पनि च्याची पारेर फालिदियो। मैले कति दुःख भयो पछि बच्चाहरूलाई सपनामा त मैले त 1 वर्ष अगाडिमै म नेपाली भाषा आउँदैन नानी 1 वर्ष अगाडि सपनामा त म त बिस्तारै प्रभुमा जान्छु भन्ने कि सपनामा म त मैले त के भन्नु सोच्यो फेरि अर्को पालीमा म त विश्वास गर्छु भो भन्छ सपनामा पानी आएको बच्चाहरूले भने गर्नु पर्छ भन्छ चुप्ला अब मरे मर्छ मरे मर्दैन मरे मर्यो एकपल्ट त मर्नै पर्छ हो यो जीवन भनेर म त चुप्ला बस्यो। पछि म थलामा म उठ्नु नसकेर अहिले सानो छोरो छ, सानो छोरो घरमा भएको बेला मैले बोकेर लान्छ टोइलेटमा त्यो नभएको बेला बच्चाहरू नातिहरू सानो छ त्यो नभएको बेलामा म घिसाएर बाहिरसम्म यो ढोको अलिक बाहिरसम्म जाने म घिसाएर जान्थ्यो। त्यहाँदेखि मेरो छोरी 2टा छ। मेरो जेठी छोरीले के भन्यो भने अब चाहिँ के गर्ने न त्यो ठाउँमा आफूले मान्छे चिन्नु भर्खर गएको छ भनेर छोरी पनि आत्ताएछ। आबिस कोडा यहाँ छ, यहाँबाट फेरि भित्र जानु सुत्ने ठाउँ नानी म त यहाँ आबिसमा डलेको 3 दिन भएछ मलाई थाहा पनि छैन। त्यो मुटुमा चाहिँ सास अलिक लुक्लु हुन्छ अरे हाँ पनि छैन हो पनि छैन पानी पनि खोज्दैन चल्नु पनि चल्दैन। फेरि 3 दिनसम्म म एकपाल सुत्छ अरे। त्यहाँदेखि अब छोरीहरू भन्दा माथि त मै बिरामी भएपछि छोरीहरू 3 दिन भएछ केही नखाएको म हेर्दै रुँदै बस्दै मलाई थाहा थिएन। त्यसो हुँदा छोरीले हामी बस्ने घरभन्दा अलि तल साथी एकजना छोरी थियो। ल दिदी आमा त 3 दिन भइसक्यो चल्दो पनि चल्दैन उठ्दो पनि उठ्दैन। आमा त के गर्ने दिदी प्रार्थना गर्न आउनु दिदी। त्यहाँदेखि त्यो दिदीले बोलाएछ। आमा त
दिदी यस्तो भइरहेछ 3 दिन भइसक्यो केही खान नखोज्ने एक पागा मात्रै सुत्ने उठ्दै नउठ्ने भनेर प्रार्थना गरेर बोलाएछ दिदीलाई। ए तिमीहरू त चर्चमा आउँ भन्दाखेरि मान्दैन, त्यहाँदेखि जङ्गली खोजेर जङ्गली लगा भनेछ दिदीले। होइन दिदी हामीले जङ्गली चिन्दैन, आउन न आउनु, मेरो मन मर्नै लागिसक्यो दिदी छोरा आउनु। अब शुक्रबार आउनलाई 3 दिन बाँकी थियो। अब म शुक्रबार दिदी तपाईँसँगै पढाउँछु भनेर बोलाएछ, मलाई थाहा छैन। उनीहरू 3 बजीतिर बहिनी चाहिँ र दिदी चाहिँ आएर मलाई प्रार्थना गरेको छ। प्रार्थना गरेर उनीहरू गएछ, मलाई थाहा छैन। यस्तै 5 बजी टाइममा त म बिउजु छ कि होस आएछ। मलाई त यसो हेर्दैखेरि त म त आफिस कोडामा छोरीहरू आफिसमा बस्ने काम गर्ने। हजुर आफिस कोडामा मलाई त पानी एकदम पानी तिर्खा लागिरहेछ। मलाई यति पिरो हालेर तातो बनाइदिएर छोरीले तातो बनाइदियो खायो। त्यहाँदेखि फेरि भोलिपल्ट फेरि 4-5 जना आएर प्रार्थना गर्यो। बेलुका पनि 4-5 जना आएर प्रार्थना गर्यो। म निको भयो। त्यहाँदेखि शुक्रबारदेखि ल है शुक्रबार त्यहाँ त शुक्रबार दिदीबहिनीसँग हुनुहुन्छ चर्चमा। शुक्रबारदेखि आमालाई चर्चमा पढाइदियो। ल दिदी ल शुक्रबार त आयो। मलाई त मेरो दाजुभाइले के भन्ला, मेरो दिदीबहिनीले के भन्नु हो, मलाई त स्कुल गएछ यो त भन्ला। हामीले सोध्यो कि गयो। उनीहरू त प्रार्थना गर्छ। मैले त प्रार्थना गरेर जान्दैन नानी, के भनेर प्रार्थना गर्ने। म त उनीहरू त आँख चुन गरेर बस्दो रहेछ, म त आँख पनि चुन छैन, प्रार्थना पनि छैन। प्रार्थना गर्न भन्छ, आफूले आउँदैन के भन्ने। कति मान्छेले नेपाली भाषाबाट प्रार्थना गर्न नआए भने तपाईँलाई हाम्रो तामाङ भाषाबाट प्रार्थना गर्न, तामाङ भाषाबाट प्रार्थना मरिजाउ आएन पो। म त जान्छ शुक्रबारै जान्छ, शनिबारै जान्छ, प्रार्थना गर्न जान्दैन पो। अब उनीहरू उठ्ने बेलामा अब उठे, उनीहरू आगो चिम गरेन, म पनि चिम पछिदेखि त्यसो गरी जाँदा मलाई झन्झन्नीको भयो, राम्रो भयो। त्यहाँदेखि चर्चमा जान थाल्यो। चर्चमा गएर 2-3 महिनामा मैले बक्ति ग्रहण गरेँ। चाँडो त्यहाँ यहाँ त जाने सधैँ ग्रहण गर्छ, त्यहाँ त छोड्छु भनेर चाँडै ग्रहण गर्दैन। ग्रहण गरेँ मैले, छोडेर नानी। त्यहाँदेखि मलाई अब हामी 4 जना छ, मलाई बाइबल फरक देखायो कि सपनामा। अब मेरो पहाडमै म जन्मेँ, पहाडमै हुन्थ्यो। मेरो बालबाल उमेरमा हामीले त स्कुल भनेको हामीले देखेको छैन। पहाड चाहिँ कुन ठाउँ? कुबिन्डार भन्ने ठाउँमा। कुबिन्डार कुन जिल्लामा? यो मकनपुरै होला। मलाई थाहा छैन। बाइबल मलाई देखायो, अब पढेको भएको जान्नु। आफै मलाई के देखाएको। आफ्नो मान्छे कोही छैन अगाडि, यस्तो देख्ने पनि मान्छेले सुनाउने। मान्छे त डहा हुँदो रहेछ नानी। राम्रो कुरो रहेछ त्यो पनि आफूले थाहा छैन, नराम्रो पनि थाहा छैन। बाइबल देखायो, आफै मलाई त के बाइबल देखाएको नि सोचेँ कि मैले। त्यो पनि फेरि 1 महिना पछाडि फेरि बाइबल त कति राम्रो फरक देखायो। अब पढेको छैन, देखायो। त्यहाँदेखि कति राम्रो देखाउँछ, सिकाउँछ नानी। नजाने मान्छेले सिकाउँछ हाम्रो प्रभुले सपनामा। त्यहाँदेखि त
अहिले मेरो घरमा पनि यो कुरो मैले मेरो परिवारले पनि सुनेको छैन। एक दिन त मलाई त के भने यतापट्टि फर्काएर यस्तो गरेर त्यो मान्छे चाहिँ यो बाबु जतिकै छ कि नजिकै छ, त्यस चाहिँ एकदम पातलो बिचमा पातलो सेतो लुगा छ। मेरो घरमै परिवारमा भनेको छैन यो त। म यस्तो यस्तो गरी बसिरहेको थिएँ। म चाहिँ त्यसो गरी बसिरहेको थिएँ। त्यो मान्छेले मलाई विश्वास गर भन्नुभयो। तिनवटा सपना देख्ने मान्छेले तपाईलाई विश्वास गर। बाइबल देखाउने मान्छेले तपाईलाई त्यसो भन्छ। हजुर, बाइबल देखाउने मान्छे चाहिँ मैले देखेन, बाइबल मात्रै देखाएको नानी। विश्वास गर भन्ने आवाज सुन्नुभयो हजुरले? मान्छे देख्यो, मान्छे देख्यो। अलि सिकुरो छ, अर्को छ, मान्छे पनि देख्यो। म फेरि नेपाली भाषा नजान्ने मान्छे। मलाई किन तपाईँहरूले मलाई किन यस्तो गरे भनेर मेरो नेपाली भाषाबाट मैले सोधेँ कि सोधेखेरि भने कि तपाईँले जाँचेको भनेर मलाई तिनवटा कुरा मलाई सिकायो। त्यहाँदेखि मैले पुरा दिदीबहिनी सङ्गतिमै जाने, चर्चमै जाने गर्दा 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 मन्दिरको पायो, मैले चङ्गै पनि पायो। प्रभु जस्तो शक्तिशाली कोही पनि छैन। मैले जस्तो संसारिक दुनियाँमा हुँदाखेरि मैले जस्तो मन्दिरमा डोगेर कोही पनि हिँडेको छैन। धेरै यति फुल लान्छ झोलोभरि, त्यो एउटा पनि होइन नानी। त्यो एउटा पत्ता 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 चढायो, चढाउनु पनि त्यत्तिकै घन्डी छ, यत्तिकै झुन्ड्याएको छ। त्यो समाधि र त्यो दमार त्यो जङ्गल फर्काउनेसम्म हल्लाउने त्यति पनि गरेन। मैले प्रभु पायो, मैले प्रभु चिन्नु पायो, चिन्यो। म अहिलेसम्म छ, मेरो एक जीवन हो, मेरो एक ज्यान हो। म अब मेरो एक जीवन सास भएसम्म प्रभुकै हो, मर्दै पनि म प्रभुसँग। म अब दया माया म लाग्दैन नानी। प्रभु येशूको बारेमा हजुरलाई कसैले सुनाउनु भएको त होइन? हाम्रो त कोही पनि छैन नानी। हजुरले सपनामा सुनेर देखेर प्रभु येशूलाई विश्वास गर्नुभएको, चर्चमा जानुभएको हो? पहिले चाहिँ सपनामा चाहिँ मैले देखेको छैन। सपना मेरो सपना चाहिँ मैले चाहिँ म त विश्वास गर्छु पो, म त विश्वास गर्छु। अब सपनामा त्यो भन्नुभयो भने त्यसले चाहिँ हजुरलाई सङ्गति जानलाई इच्छा बनायो? खोइ नानी, के थाहा। दुईचोटिसम्म सपनामा देख्यो? हजुर हजुर, दुईबाट मैले त्यस्तो मैले मेरो मुखबाट म विश्वास गर्छु। अब म चर्चमा जान्छु, मेरो मुखबाट भन्यो। फेरि दुई पटक चाहिँ मलाई त्यो बाइबल देखायो, कति राम्रो दुई पटक देखायो। त्यहाँदेखि पछि चाहिँ मैले त्यो मान्छे देख्यो। एउटा चाहिँ त्यो बाबु जत्तिकै छ, माझमा चाहिँ एकदम पातलो सेतो लुगा छ, अनुहार चाहिँ यस्तो हेर्दाखेरि छर्मनै देख्छ। त्यो देख्यो। पछिको पालमा चाहिँ अलि होच्चो होच्चो, त्यो चाहिँ त्यो पनि के र त्यो सबै मैले त मान्छेले सुनाएको। मलाई त पछिदेखि त मेरो पछि त यति लागेन मलाई, के थाहा। मैले अब भन्नु माथि मान्छे भएको भएको सिकाउने मान्छे भएको यो त नसुनाऊ है कसैले भन्नु। त्यो पनि त पछि चाहिँ मलाई यो कुरो कसैले नसुनाऊ है फुबु भने एउटा छोरीले। त्यहाँदेखि मैले कसैले सुनाउँदैन। त्यहाँदेखि चाहिँ डारिस गर्दो रहेछ। मलाई त कम मलाई नराम्रो विरोध गर्यो। दुईजना बस्यो मेरो कुरा।
तिनजना कुरा बस्ने काट्ने। कुरा काट्ने छिमेकीहरूले छिमाकीहरू हाम्रो यहाँको होइन तलको तल कुन ठाउँ छिमाकीहरू बस्नुहुन्छ? हामी मनाहारीमा मनाहारी बस्छौँ। बस्नुहुन्छ। पहिला सङ्गति जानुभयो भने मनाहारी? मनाहारीमै हो, त्यहीँ ग्रहण गऱ्यो, त्यहीँ बत्तिस लियो हामीले। ए हजुर। बत्तिस चाहिँ विश्वास गरेर 1 वर्षमा बत्तिस लिएको। अनि अहिले कस्तो लाग्छ त हजुरको पहिलाको जीवन र अहिलेको जीवनमा कस्तो फरक लाग्छ? धेरै फरक नानी। अहिले मलाई यो जीवनलाई मेरो त्यो ज्यानले सबैले माया मारेको, म उठ्न नसकेर म घिसारेको हिँडेको, अहिले म हिँड्नु पाएको छ। म खुसी छु प्रभु पाउँदा नानी। प्रभु कस्तो हुनुहुँदो रहेछ त? प्रभु राम्रो, एकदम राम्रो। दुःख पनि बुझ्नुपर्ने, पीडा पनि बुझ्नुपर्ने, रोगीले ढिकु पार्ने, बिरामीले पनि चङ्गै गर्ने प्रभु जस्तो त कुनै पनि छैन। मैले पाएको दुःख कति, मैले पीडा दुःख म सुहाएर म बसेको यो जीवन हो। मैले यो जीवन प्रभुले उठायो, प्रभुले उठायो, प्रभुले निको दियो, प्रभुले चङ्गाइ दियो, प्रभुले पनि बचायो, जोगायो। अब मेरो प्रभु बाहेक मेरो कोही छैन। धेरै धन्यवाद हजुरलाई आफ्नो महत्त्वपूर्ण गवाईको लागि, एकदम सुन्दर सुनाउनको लागि धेरै धन्यवाद। के तपाईँ येशू ख्रीष्टको बारेमा अझ बढी जान्न चाहनुहुन्छ? के तपाईँ पोखरामा हुनुहुन्छ र सङ्गतिको खोजीमा हुनुहुन्छ? यदि चाहनुहुन्छ भने यहाँ दिइएको फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। मोबाइल 97050416338।